गाइज सबैजना सन्चै आरामै हुनुहुन्छ होला। टिका दिस इज एमाजोन ब्लग्स होइन। आज चाहिँ हामी दसैँको टिकामा यस्तो छौँ। मैले चाहिँ टिका लगाएको छैन, बाबा आमाहरू चाहिँ लाउँदै हुनुहुन्छ। अङ्कलहरू लगाइसक्नु भएको छ, हाम्रो पालो आउनै रहेको छ। यहाँ हुनुहुन्छ नयाँ रहेको छ, अङ्कल यता हुनुहुन्छ सबैजना लगाइरहेको छ। किनभने योपालि मम्मीको टिका होइन, मम्मीको बुवा बित्नु भएको, त्यही हो त। मम्मी चाहिँ अहिले हुनुहुन्न, घरमा भएको भनेको यति नै हो। पालै पालो टिकाहरू लगाउँदै हुनुहुन्छ आन्टीहरू, टिका लगाइदिनु हुन्छ। अनि नयाँ त्यहाँ बाबा अङ्कल म यहाँ रहेको छु पाहाडमा। यो दसैँमा चाहिँ पानी पर्ला जस्तो छ है गाइस। मौसम पनि त्यस्तै भइरहेको छ, अब पर्नु थालिसकेको छ। हाम्रो पालि आउनु लागिसकेको छ। अङ्कल आउनु भयो, काम छ अङ्कल पछि त्यहाँ म हो, म पछि भाइ लगाइसक्यौँ। हामी चाहिँ लगाएर टक्क पारमा होइन। टिका जमरा गाउँमा छुट्टै भइसकेको छ, तर यसरी टक्क सबैजना उता हुनुहुन्छ, लगाउँदै हुनुहुन्छ। भाइ बहिनीको पालो आउँदैछ, पालो आइरहेको छ। सबभन्दा ठुलो है घरको छोराहरूमा। ल चिल गाई चिल। फाइनल गाइज हामीले चाहिँ टिका सिका लगाएर भइसक्यो, सबैको पालि भइयो। अब आमा बुवाले लगाउनै छ। आमा बुवाले चाहिँ अब कतै आफूभन्दा ठुलो लगाउनुहुन्छ, आमाले चाहिँ लगाउनुहुन्न योपालि। आमाको नि डायबिटिस भएको, त्यसैले बुवा चाहिँ कसै आफ्नो ठुलोबाट गएर लगाउनुहुन्छ। सो गाइज यो ब्लग चाहिँ यहीँ इन्डिङ गर्न चाहन्छु। म चाहिँ आजको दसैँ रमाइलो भयो, तर एउटा मम्मी नभएर चाहिँ एउटा रमाइलो भएको छैन। त्यसैले यो दसैँ यस्तै भयो। यो दसैँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्नु होला। हाम्रो दसैँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।